नमस्कार, मेरो नाम डायना लिम हो। म यहाँ सिलगढीमै बस्छु र म चाहिँ यहाँनिर पतञ्जलीमा ट्रिटमेन्टको लागि त होइन र दबाई किन्नु आएको थिएँ र यहाँनिर चाहिँ पञ्चकर्म दबाईको उयो हुँदो रहेछ, ट्रिटमेन्ट हुन्छ भनेर चाहिँ मलाई कसैले सुनाउनु भयो र आएर हेरेँ। अनि हेर्दाखेरि मलाई पनि गर्नु मन पर्यो र डक्टरलाई देखाएँ। मेरो चाहिँ थाइरोइड, सुगर अलिकति थियो अनि प्रेसर, अनि त्यो तिनटाको लागि चाहिँ मैले डक्टरलाई देखाउँदा चाहिँ एकपल्ट तपाईँले यो ट्रिटमेन्ट 21 दिनको गर्नुहोस् भनेर भन्नुभयो। अन्तखेरि आज मेरो खतम भयो 21 दिन। अनि यो ट्रिटमेन्ट गर्दाखेरि चाहिँ मैले के अनुभव गरेँ भन्दा मेरो वेट 108 केजी थियो, अहिले म 95 मा पुगेँ। 21 दिनमा मेरो 13 किलो घटेछ र मलाई एकदमै राम्रो लाग्यो। कतिवटा डिटक्स गर्दै बडीको सरसफाइ भनौँ न, त्यो प्रकारले गर्दाखेरि चाहिँ अब मलाई चाहिँ एकदमै हल्का र लाइट एकदम फिल भएको छ। र तपाईँहरू पनि आउनुहोस्, कुन प्रकारको तपाईँहरूले ट्रिटमेन्ट गर्नु चाहनुहुन्छ। मलाई त थाहा थिएन, म त दबाई किन्नु आएको थिएँ खासमा चाहिँ। र यहाँ यस्तो यस्तो गर्दो रहेछ भनेर यहाँ एडभर्टाइज लेखेको पनि देखेको थिएँ। देखेर अन्त मैले सोद्धाखेरि चाहिँ डक्टर हुनुहुन्छ, एकपल्ट बात गर्नुहोस् भनेर भन्दाखेरि चाहिँ मैले बात गरेर चाहिँ डक्टरले भन्नुभयो यो गर्नुहोस्, तपाईँले पञ्चकर्म भन्ने ट्रिटमेन्ट हुन्छ त्यो गर्नुहोस् भनेर भन्दाखेरि चाहिँ मैले गरेको थिएँ र मलाई चाहिँ एकदमै राम्रो लाग्यो। र तपाईँहरूको के कसो बिमारीहरू छ, जुनै पनि बिमारीको, त्यो चाहिँ तपाईँहरूले आएर यहाँनिर सम्पर्क गर्न सक्नुहुन्छ र डक्टरलाई भेटेर। मतलब यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ विदाउट एनी साइड इफेक्ट हो यो कार्यहरू चाहिँ, सबै आयुर्वेदिक। र तपाईँहरू आएर एकपल्ट गर्नुहोस् भनेर म भन्न चाहन्छु। थ्याङ्क यू।